सबैलाई नमस्कार। म राज विश्वकर्मा। आज चाहिँ हामी पेटी खोलाको झरनामा आइपुगेका छौँ। धेरै कष्टकर र कठिनाइको बावजुद पनि आज हामी यो सुनसान अनि झरनामा आइपुगेका छौँ। यता यस्तो सुन्दर झरना छ, देख्न सक्नुहुनेछ हजुरहरूले। र यता पनि यता देखाइदिनुहोस् त। यता यता यस्तो हरियाली वन जङ्गलको बिचमा, खोलाको बिचमा यो सुन्दर झरनाहरू देख्न सक्नुहुनेछ। हजुरहरू पनि यो पेटी खोलाको यस झरनामा आउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिनहरू, आज हामी यो पुरा पेटी खोलाको झरनादेखि फर्किनेछौँ। हेर्न सक्नुहुनेछ यहाँको बाटो एकदम कष्टकर छ। अन्तिम हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हजुरलाई यो झरना कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो। अरू धेरै राम्रो हो। हजुर, अलिकति पानी चाहिँ अहिले कम भइरहेको रहेछ अस्ति भन्दा। तर बाटो चाहिँ एकदम अद्भुत बाटो छ। अनि यो हरियाली र एकदम खोलाको बिचमा भएको हुनाले हर बेला चाहिँ एकदम रमणीय ठाउँ छ। हेर्न सक्नुहुनेछ। हेर्नु यति रमाइलो ठाउँ छ यहाँ चाहिँ है। आज चाहिँ धेरै अलि साँझ परिसकेको हुनाले हाम्रो भिडियो राम्रो देखिएको छैन होला। बाटो एकदम कष्टकर छ है। बाटो त एकदम खतम रहेछ है। हो, कहाँ गएर पल्टिने क्या फेरि। ए पल्यो भने त गाह्रो पो हुन्छ। एकदम सोलोमा हिँड्नु पर्छ यस्तो ठाउँमा चाहिँ। झन् धेरैजना भएर आएपछि एकदम रमाइलो हुन्थ्यो होला है। हुन्थ्यो। दुईजना भएको कारणले चाहिँ खासै रमाइलो भएन नि त। बाटो देखाइदिनुहोस् त। बाटो एकदम खतम छ बाटो। हेर्नुहोस् गाइस बाटो त। ओहो, यो बाटो कुन किन लाग्यो? बाटो देखेर यतातिर चाहिँ एकदम हरियाली छ है। गर्मी समयमा बस्न तर शीतल र आनन्द ठाउँ चाहिँ गर्मी समयको लागि चाहिँ एकदम राम्रो वातावरण छ यसमा चाहिँ। जाडो समयको लागि चाहिँ अलिकति धेरै नै चिसो भएको कारणले तातो लुगाहरू लगाउनु पर्ने हुन्छ गाइस। हाम्रो यस भिडियोलाई सबजनाले माया गरिदिनु होला। यता बात कट गर्छ। गाइस हाम्रो ड्राइभर यस्तो हुनुहुन्छ। ड्राइभर हामीहरूलाई जति सक्दो सेयर र सब्सक्राइबको खाँचो भएको हुनाले हजुरहरूले साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा र विश्वास बोकेको छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ भन्दै यति भन्न चाहन्छु। धन्यवाद।